हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। सो हामी नमराज सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। सो अनि आज चाहिँ अलिक डिफ्रेन्ट प्रकारको भिडियो लिएर आएको छु। सो हाम्रो नानी बाबुहरू स्कुल जाँदैछन्। सो उनीहरूसँग केही रमाइलो प्लस भिडियो बनाउने छु। हेरौँ है त कस्तो हुन्छ। लेट्स सी। के गर सबैले यस्तो गर्दै हो। सो गाइज आज चाहिँ हामी स्कुल जाँदैछौँ अनि मेरा पछाडि छन् हाम्रा विद्यार्थी नानी बाबुहरू। हामी देख्न सक्छौँ कति क्युट छन् सबैजना। कोगटमा पढ्छु भनिदेऊ त। एकमा ल ल। सो त्यही होइन, अझै यहाँदेखि पछि पनि छन्, रमाइलो छ। सो हामी पनि यस्तै गर्थ्यौँ, त्यही हो। आर्यन कोटमा पढ्छौ? एलिस यता हेर न एकछिन, कोटमा पढ्छौ? 3मा। असो 5 बजी कोटमा जान्छौ? कति जान्छौ तिम्रो स्कुलमा? तिम्रो क्लास न 18 जना छौ? तिम्रो रोल नम्बर कति हो? अरे एलिस, तिम्रो क्लासमा सबभन्दा धेरै कसले जान्छ? ए तिमीले जान्दैनौ? एलिस हो। सेकेन्ड आउँछौ तिमी? ए हो। ए जानु कहाँ हो? अनि यहाँदेखि दरुङ खोलादेखि स्कुल जाने कति जान्छौ? लगभग कतिजना छौ? यिनीहरू सबै यति हो कि अरू पनि छन्? ए ठिक ठिक। ल ल, राम्रो पढ्यो है, राम्रो पढ्यो है। है तिम्रो नाम के हो? ए शिशिर घरती। कतिमा पढ्छौ? 5मा। ए तिम्रो स्कुलको नाम के हो? अरे ठिक छ ठिक छ। अनि तिम्रो क्लासमा सबभन्दा धेरै कसले जान्छ? शिवा। ए तिम्रो रोल नम्बर कति हो? रोल नम्बर 12 कि कति? ए ल ठिक छ। ल त्यही होइन, हामी चाहिँ यहाँ बाटोमा हिँडिरहेछौँ, अड्डो बाटोमा। सो मेरो पछाडि यतिका धेरै नानी बाबुहरू छन्। हामी चाहिँ अब जान्छौँ, समथिङ आधा घन्टा लाग्छ यहाँदेखि। सो म चाहिँ यिनीहरूलाई लिएर जाँदैछु, मेरो पछि पछि आइरहेछन्। त्यही होइन। ल रोल नम्बर कति हो रे एलिस? 1 हो। 1 हो। वाउ, भनेपछि 1 नम्बर भनेपछि त खतरा रहेछ नि। अनि के भन्छ, तिम्रो यहाँ त सबभन्दा मिल्ने साथी को हो? एलिस ललित र ललित। ए ललित र तिमी दुईजना साथी मिल्छौ धेरै। ल त्यही होइन। सो हाम्रो नानी बाबुहरू आइरहेछन् टक्क लाएर। अनि पछाडि पनि छन्, लास्टै ज्ञानी रहेछन् सबैजना। त्यही हो। ल सबैजना तिमीहरूको हेड सरको नाम के हो रे नानीहरू? ए कति पिट्नुहुन्छ? पिट्नुहुन्छ? के विषय पढाउनुहुन्छ सरले? गणित। राम्रो पढाउनुहुन्छ नि? ए ल।
नास्तामा के हुन्छ नानी चुरा अंडा खाजा छोले मासु भात के को मासु हुन्छ अलुवा ए ब्रोइलरको मासु हुन्छ के पेट भरि खान्छौ कि अलि खान्छौ नास्ता अलि किन पेट भरि खाना दिनुहुन्न कि खान मन नलागेर दिनुहुन्न अरे पुग्दैन होला नि नास्ता त भयो ल ठिक छ त्यस्तै हो अनि कतिजना हुनुहुन्छ शिक्षकहरू तिम्रो स्कुलमा 20 जना हुनुहुन्छ हैन के म्याडमहरू शिक्षकहरू हुने के त्यही हो हामी चाहिँ बाटोमै छौँ अनि सो एकदम रमाइलो भइरहेको छ मेरो पछाडि नानी बाबु छन् अगाडि हिँड्नु सो बाल्यकालको याद आयो हामी पनि यस्तै गर्थ्यौँ हामी चाहिँ हिँड्दैछौँ है त गाइस फुटबल ग्राउन्ड जस्तै छ क्या एउटा स्कुल सो हाम्रो गाउँको स्कुलको खतरा छ अब स्कुल सुरु हुनेवाला छ केटाहरू के छ प्रवेश आइस त बल्ल आइस यहाँ चाहिँ खतरा सोहर खेल्ने बल्ल आइस ल भाइ भन भाइ ओहो हाम्रो नानीहरू स्कुल आऊ तिम्रो सो यति नै हो भिडियो चाहिँ अनि हेर्नु होला मनोरञ्जन गर्नु होला अर्को भिडियोमा भेट्नेछौँ है त सी यू नेक्स्ट भिडियो गाइज बाइ